हेलो एभ्रिवान नमस्ते गुड मर्निङ तासिदिलाई सबैजनालाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानल सुन्ता शेर्पा ब्लग्समा। अनि साथीहरू आज चाहिँ यहाँ म सुँगुरको मासु यहाँनिर सुरुमा तपाईँहरूलाई देखाउँदैछु। अनि म चाहिँ यसलाई चाहिँ यहाँनिर उयो गरेर सुकुटी जस्तो अलि मसिनो मसिनो काटेर चाहिँ झुन्ड्याउनु पर्छ, किनभने अब यतिकै डल्लो डल्लो राख्यो भने यसलाई अनि बिग्रिने उयो हुन्छ नि त। अनि त्यही भएर अलिक सुकुटी टाइपको बनायो भने चाहिँ सुक्छ कि भन्ने हिसाबले म यसलाई चाहिँ बनाउनुलाई तयारी गर्दैछु। अनि नानी चाहिँ यहाँनिर रुएर बोकिरहेको छु कोक्रोमा सुताएको थिएँ, अनि बिउजेर कराएर बोकेको। के गर्नु साथीहरू, एक्लै भएपछि काम पनि गर्नै पर्यो, नानी पनि बोक्नै पर्यो, हेर्नै पर्यो। अनि त्यहाँदेखि नानी मान्दैन, अनि त्यहाँदेखि सुताएन भने नानीले काम गर्नु नदिएर अनि सुताएर यहाँ बल्ल बल्ल सुताएको पनि एकछिन निदाए जस्तो गरेर उठेर हल्ला गर्नु थालेको। अनि साथीहरू मेरो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्दै गर्नुहोला। अनि आजको दिन पनि के कसरी बित्छ भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। अनि अहिले चाहिँ म यहाँ मेरो कार्यक्रम चाहिँ यो छ, सुकुटी त अब के भन्नु, उयो गरेर चाहिँ सुकाउनु चाहिँ पर्ने सुकुटी नै भनौँ न होइन। अनि कोही पनि छैन घरमा, म एक्लै छु नानीहरूसँग। अनि ठुलो छोरी कता खेल्नु कुद्यो साथीहरूसँग, अनि सानो नानी र म मात्रै, त्यही हो। अनि बुवा मम्मीहरू बिहानै काममा जानुभएको छ, अनि त्यही भएर एक्लै भएपछि नानी पनि हेर्नु पर्यो, यताउता गर्नै पर्यो। अनि भात दिन्छु मैले छिटो अघि नानी सुतेको बेलामा पकाइसकेँ। अनि अब चाहिँ यहाँनिर यो काम गरौँ भनेको नानी उठेको। लु साथीहरू हेर्दै गर्नुहोस् है। नानी चाहिँ सुत्यो कि साथीहरू, पर लगेर राखेको, अहिले एकछिनबाट फेरि उठेर हल्ला गरिहाल्छ। ला कुखुराहरू त आऊ नसक्नुकैहरू छ है कुखुराहरू नि। यसो गर्छ आँखाकै छेउमा। झट्टी हान्छु होला म खुकुरीको झट्टी चाहिँ अहिले कुन बेलामा। गाह्रो छ हौ। यसरी झुन्ड्याउने कसरी, यसरी साथीहरू म चाहिँ यसरी बनाउँछु सुकुटी चाहिँ। जति खेदाए त्यति नै आउँछ हौ।
औ काट्छु गरेर म त यस्तो गर्ने यस्तो गर्ने यस्तो गर्ने यस्तो गर्ने कहीँ त बनाउनु बिर्सिछु नि ल साथीहरु आज पनि मेरो मुकबाङ जहिले मुकबाङ मेरो जेठी छोरी कता खेल्नु गयो बोलाउँदा पनि आएन अब सानो छोरी सुतेको बेला छिटो भात खानु पर्यो अहिले फेरि त्यो उठ्यो भने त साथीहरु भातै खानु दिँदैन यस्तो त छ म त घुम्नु रिस उठ्दैन कम्ती गाह्रो छ मलाई अब भेट्यो अब भेट्यो अब मै त खानै पर्यो ला साथीहरु अब आज पनि मेरो मुकबाङ आउँछ अब मुकबाङ स्टार्ट भयो अब ल साथीहरु यहाँ यस्तो छ आजको आज पनि सुँगुरको मासु नै छ साथीहरु जहिले मासु खाएको दिक्क पनि हुँदैन होला भन्नुहुन्छ र मलाई त जहिले छाकै पछि मासु दिए पनि खान्छु म अचार लिन जान्छु यहाँ छ साथीहरु अचार चाहिँ यो चाहिँ फिलिङ दिएको अचार है साथीहरु फर्सीको बिया पनि छ
भात खाँदा बोल्नु हुँदैन साथीहरू, त्यही भएर नबोली खाएको मैले। साथीहरू म चाहिँ यसरी चाटी चाटी खान्छ यसरी। दुई तिन दिन भने 3 दिन होला बिहान बिहान म एक्लैले भात खाएको, त्यही भएर मात्रै यसरी भिडियो बनाउनु पाएको, नत्र भए त म कहाँ भिडियो बनाउँछु साथीहरू। सबैजना घरको सबैजना हुँदाखेरि चाहिँ म चाहिँ अलि गाह्रै हुन्छ, अनि त्यही बेलामा नानी पनि हुनुपर्छ, अनि नानीसँग त झन् भिडियो बनाउने चान्सै छैन। अहिले त नानी सुताएर अलि आनन्दले भिडियो बनाउनु पर्यो भनेर भात खाएको। अब धन्दा गर्नुपर्छ, धन्दा गरिन्जेलमा उठी पो हाल्छ कि थाहा हुँदैन। यस्तै छ है साथीहरू, यो चाहिँ बासी भात हो यो कुकुरलाई। अचारले पनि अलिकति काम गर्नु कुमिठो छ साथीहरू।